हामी जानेछौँ। अनि आजको वचनको शीर्षक एकदमै महत्त्वपूर्ण रहेको छ, जुन चाहिँ हामी अहिले आफ्नो काम, व्यस्तता, सेवाकाई विभिन्न कुराहरू हामीसँग छ। र आजको वचनको शीर्षक रहेको छ, यहाँहरूले टिप्न सक्नुहुन्छ, एकदमै ध्यान दिएर सुन्नुहोला। आजको वचनलाई चाहिँ यहाँ आजको वचनको शीर्षक रहेको छ, के तपाईको वरदान परमेश्वरदेखि टाढा बनाउने माध्यम बनेको त छैन? सबैलाई भनौँ, के मेरो वरदान परमेश्वरदेखि टाढा बनाउने माध्यम त बनेको छैन? आमेन। र विशेष गरी हामी प्रभुका छोराछोरी उहाँका सन्तान हौँ र प्रभु येशू ख्रीष्टले परमेश्वरले हामीलाई विभिन्न प्रकारका दान वरदान दिनुभएको छ, विभिन्न प्रकारको गिफ्ट हामीलाई दिनुभएको छ। हाम्रो जीवनमा बोलावट उहाँले राख्नु भएको छ। आमेन। हामी यो मण्डलीमा, यो भवनभित्र हामी अहिले उपस्थित भएका व्यक्तिहरूमा हामी छौँ। हामीमा पनि विभिन्न प्रकारको वरदानहरू छ। कोही हुनुहुन्छ यहाँ वरदान नभएको, कोही हुनुहुन्छ, कोही सबैसँग के छ? वरदान छ। कसैसँग सेवाको वरदान छ भने कसैसँग सत्कारको वरदान छ है, कसैसँग प्रेम गर्ने वरदान छ, कसैसँग मण्डलीमा सेवा गर्ने वरदान छ भने कसैसँग सामाजिक कुरामा सेवा गर्ने वरदान छ। विभिन्न प्रकारका दान वरदानले भरिएका व्यक्तिहरू हामी हौँ। आमेन। प्रभु येशू ख्रीष्टले हामीलाई विभिन्न प्रकारको वरदानहरू दिनुभएको छ। हाम्रो जीवनमा दान वरदान छ, हाम्रो जीवनमा हाम्रो बोलावट छ। तर के आज हाम्रो बोलावट र के आज हाम्रो दान र वरदान परमेश्वरदेखि नै टाढा बन्ने माध्यम बनेको छैन? यो चाहिँ हामीले ध्यान दिनुपर्ने कुराहरू हो। आमेन। उत्पत्ति 3 अध्यायको 1 देखि 7 सम्म हामी हेर्नेछौँ। यो समयमा यहाँ चाहिँ विशेष गरी मानिसको परीक्षा र पतनका कुरा हामी पाउँछौँ। यहाँले निकाल्नु होला उत्पत्तिको पुस्तकको 3 अध्यायको 1 देखि 7 सम्म। हामी यो खण्डलाई एकछिनमा पढ्नेछौँ। र विशेष गरी अहिलेको यो युग भनेको आधुनिक प्रविधिको युग हो, जहाँ मानिसहरूले चाहिँ यो सोसियल मिडियालाई, यो एआई का कुराहरूलाई युज गरेर चाहिँ प्रभुको महिमा गरिरहेका छन्। किनभने यो युग कस्तो युग हो? आधुनिक प्रविधिको युग हो। जस्तै फेसबुक, टिकटक, अनि व्हाट्सएप, जुम छ है तपाईको, अनि त्यसैगरी इन्टरनेटका कुराहरू, विभिन्न युट्युबहरू छन्। त्यहाँबाट मानिसहरूले आज प्रभुको सेवा गरिरहेका छन्। त्यो पनि एकदमै राम्रो कुराहरू हो। आमेन। तर आज हामी हेरौँ कि आज हामीले सेवा गर्दै गर्दा, कि आज हामीले हाम्रो काम गर्दै गर्दा, कि आज प्रभुले हाम्रो जीवनमा दिनुभएको दर्शन, त्यो बोलावट, त्यो वरदान दिनुभएको छ, त्यो वरदानलाई के आज हामी प्रभुको महिमाको लागि गर्दैछौँ कि आफ्नै आदर सम्मान र फाइदाको लागि गर्दैछौँ? त्यो चाहिँ एकदमै महत्त्वपूर्ण कुराहरू हो। प्रभु येशू ख्रीष्टले हरेकको जीवनमा दान र वरदान र बोलावट दिनुभएको छ। अनि त्यो दान, त्यो वरदान र त्यो बोलावटले प्रभुको नै महिमा हुनुपर्छ। आमेन। त्यसमा हाम्रो महिमा होइन, कुनै मानिसको महिमा होइन। यदि मसँग कुनै दान र वरदान छ र मसँग एउटा बोलावट छ भने म त्यसमा हिँडिरहेको छु भने त्यो दान र त्यो वरदानले, त्यो बोलावटले मेरो होइन कि प्रभुको महिमा आउनुपर्ने हुन्छ। आमेन। र आज कतिपल्ट हाम्रो जीवनमा भएको दान र वरदान, हाम्रो जीवनमा भएको हाम्रो वरदान कि परमेश्वरदेखि टाढा बन्ने एउटा माध्यम त बनेको छैन? त्यो चाहिँ हामीले एकदमै जरुरी छ। आमेन। म एउटा यहाँको माझमा कथा भन्न चाहन्छु। विशेष गरी यो इन्डियाको एउटा सत्य घटना हो। इन्डियामा एउटा ठाउँमा एउटा ट्रेनिङ भइरहेको थियो। जस्तै उदाहरणको लागि हामीले डिटिएस हेर्छौँ, बाइबल कलेजहरू हेर्छौँ। अनि इन्डियाको एउटा सहरमा त्यहाँ चाहिँ एउटा ट्रेनिङ भइरहेको थियो। त्यो ट्रेनिङको गर्दै गर्दा त्यहाँ चाहिँ धेरै साथीहरू थिए। त्यो साथीहरू बिच चाहिँ धेरै प्रकारको कुराकानीहरू भइरहेको हुन्थ्यो त्यो समयमा। अहिले हामी पनि, हाम्रो मण्डलीमा पनि धेरैजना हामी विभिन्न प्रकारको ट्रेनिङ गरेका व्यक्तिहरू छौँ। हामी पनि त्यो समयमा आफ्नो साथीहरू हामीसँग पनि धेरै थियो, उहाँहरूसँग पनि हामीले धेरै कुराहरू भनेका होलाौँ। त्यो समयमा धेरै साथीहरू थिए। तर एउटा साथी यस्तो थियो जसले चाहिँ भन्थ्यो कि म यो ट्रेनिङ पछि ग्रेजुएट भइसकेपछि म गएर आफ्नो मण्डलीमा अथवा आफ्नो समुदायमा पास्टर भएर एउटा प्रभुको सेवा गर्नेछु। र अहिलेको पनि ऊ व्यक्ति चाहिँ त्यो समयको ट्रेनिङमा पनि प्रभुसँगको सम्बन्ध उसको एकदमै राम्रो थियो।
अनि अरू व्यक्तिले त्यसलाई सोध्थ्यो अनि उसले भन्थ्यो अझै मेरो सम्बन्ध यहाँबाट गइसकेपछि प्रभुसँगको सम्बन्ध एकदमै बलियो बनाउनेछु, तब पास्टर भएर उहाँको सेवा गर्नेछु। अन्त केही समयपछि ती व्यक्तिहरूको चाहिँ ग्रेजुएसन हुन्छ अनि सबै आफ्नो घरतिर लाग्छन्। अनि लागिसकेपछि त्यो व्यक्ति गएर पास्टर हुन्छ। पास्टर भइसकेपछि त्यो व्यक्ति चाहिँ पास्टर हुन्छ, प्रभुको सेवा गर्छ। र एक दिन एकजना साथीले उसलाई फोन गर्छ, त्यो ट्रेनिङ गरेको साथीले, साथी तिमी त त्यस समयमा यस्तो यस्तो भन्थ्यौ कि आज तिमी के गर्दैछौ भने हालखबर सोधेछ। अनि ऊ साथीले भनेछ कि म त अहिले यति व्यस्त भएको छु कि बरु ट्रेनिङ गर्नुभन्दा अगाडि चाहिँ ट्रेनिङको त्यो समयमा म एउटा विश्वासी थिएँ होइन, त्यो समयमा साधारण कुराहरूमा थिएँ, त्यो समयमा प्रभुलाई धेरै समय दिन्थेँ। तर अहिले म आइसकेपछि म एउटा पास्टरको सेवा गर्दैछु, तर सेवामा म यति बिजी छु कि मसँग परमेश्वरलाई समय दिन सक्ने त्यो समय पनि छैन। त्यस कारणले गर्दा यो कथा जस्तै आज हाम्रो जीवनमा पनि प्रभु येशू ख्रीष्टले दान वरदान बोलावट दिनुभएको छ। हामी त्यसमा कार्य गरिरहेका छौँ, तर आज हामी त्यो कार्य गर्दा गर्दा यति व्यस्त छौँ कि हामी सेवा सेवा काम काम भनेर प्रभुलाई नै हामी समय दिइरहेका छैनौँ। अनि त्यस्तो सेवाले कुनै पनि अर्थ राख्दैन। अनि जुन सेवामा प्रभु येशू ख्रीष्ट हुनुहुन्न त्यो सेवा चाहिँ सेवा होइन। आज हामी हेर्छौँ भने संसारमा धेरै व्यक्तिहरूमा मानिसहरू छैन, उसले त्यो सेवा गर्दैछ, मैले पनि त्यो सेवा गर्छु, उसले पास्टरको सेवा गर्दैछ, उसले अगुवाको सेवा गर्दैछ, मैले पनि त्यो गर्छु, उसले प्रचारक गर्दैछ, उसले सुसमाचार सुनाइरहेको छ, हो म पनि त्यहाँ जान्छु, त्यही सेवा गर्छु, र उसले पाए जस्तै मान सम्मान आदर विभिन्न कुराहरूमा पाउँछु भनेर आज मानिसहरूले त्यसरी पनि सेवा गरिरहेका हुन्छ। र कतिपय मानिसहरू आज सेवा गरिरहेका छन्, काम गरिरहेका छन्, तर त्यो काममा त्यो सेवामा यति व्यस्त छन् कि प्रभुलाई महिमा दिन, प्रभुसँगको सम्बन्ध चाहिँ उनीहरूको छैन। त्यस कारणले गर्दा मैले आजको वचन यही छ, के तपाईँको वरदान परमेश्वरदेखि टाढा बनाउने माध्यम बनेको त छैन? यो चाहिँ तपाईँले मैले जान्न एकदमै जरुरी छ। आमेन। हामी उत्पत्ति 3 अध्यायको 1 देखि 7 सम्म पढ्नेछौँ। म यहाँको माझमा पाठ गरिदिनेछु। यहाँ यसरी लेखिएको छ, मानिसको परीक्षा र पतन। उत्पत्ति 3:1। प्रभु परमेश्वरले बनाउनु भएका वन पशुहरूमध्ये सर्प सबभन्दा धूर्त थियो। त्यसले स्त्रीलाई भन्यो, के परमेश्वरले तिमीहरूलाई बगैँचाको कुनै पनि रुखको फल नखानु भनी भन्नुभएको छ? स्त्रीले सर्पलाई भनिन्, बगैँचाका रुखहरूका फल हामी खान सक्छौँ, तर बगैँचाको बीचमा भएको रुखका फलको विषयमा परमेश्वरले भन्नुभएको छ, त्यो चाहिँ नखानु र नछुनु, नत्र तिमीहरू मर्नेछौ अथवा मर्छौ। सर्पले स्त्रीलाई भन्यो, तिमीहरू मर्दैनौ, किनकि परमेश्वर जान्नुहुन्छ कि जुन दिन तिमीहरू त्यो खान्छौ त्यही दिन तिमीहरूका आँखा खुल्नेछन् र असल र खराबको ज्ञान पाएर तिमीहरू परमेश्वर जस्तै हुनेछौ। जब स्त्रीले त्यस रुखको फल खानलाई असल, हेर्नमा रहर लाग्दो र बुद्धि पाउनलाई त्यस रुखको चाह गर्नुपर्ने रहेछ भनी देखिन्, तब तिनले त्यस रुखको फल टिपेर खाइन् र आफ्ना पतिलाई पनि दिइन् र तिनले पनि खाए। अनि दुवैका आँखा खुले र नाङ्गै पो रहेछ भनी तिनीहरूले थाहा पाए। अनि अन्जिरका पातहरू गाँसेर आफ्ना निम्ति तिनीहरूले वस्त्र बनाए। विशेष गरी हामी यो खण्डमा हेर्छौँ भने यहाँ प्रभु येशू ख्रीष्टले परमेश्वरले मानिसलाई सृष्टि गर्नुभयो, त्यसपछि चाहिँ यो परीक्षा र पतन आएका कुराहरू हामी पाउँछौँ। अनि यो समयमा त्यो समयमा प्रभुले भन्नुभयो आदमलाई, तैँले यस हामी यो 1 अध्यायको 28 पदमा हेऱ्यौँ भने त्यहाँ के भन्नुभएको छ, गोडमेल गर्नु, यो बगैँचाको हेरचाह गर्नु भनेर परमेश्वरले आदमलाई राख्यो। आदम र हव्वालाई राखिसकेपछि आदम र हव्वालाई यो कुरा थाहा थियो कि परमेश्वरले भन्नुभएको छ यो फल नखानु नछुनु, जुन दिन तिमीहरू खान्छौ त्यो दिन मर्नेछौ। आदमलाई यो पनि थाहा थियो परमेश्वरले भन्नुभएको छ कि तिमीले चाहिँ यो बगैँचाको हेरविचार गर्नु, तर पनि त्यहाँ एउटा सर्पद्वारा एउटा शैतान आएर चाहिँ स्त्रीलाई छल गर्छ, परीक्षामा पार्छ। होइन, तिमीहरूलाई त्यस्तो हुँदैन, परमेश्वर जान्नुहुन्छ तिमीहरू नबढेको भन्ने चाहिँ लेखेको छ। अनि त्यहाँ चाहिँ शैतानले चाहिँ एउटा गलत जानकारी त्यहाँ दिइरहेको छ। अनि मानिस पनि त्यो गलत जानकारीमा चाहिँ लागिरहेको छ। अनि आज हामीलाई पनि थाहा छ येशू ख्रीष्ट चाहिँ 2000 वर्ष अगाडि यस पृथ्वीमा आउनुभयो, हाम्रो निम्ति मर्नुभयो, गाडिनुभयो, तेस्रो दिनमा जीवित हुनुभयो, उहाँले यस पृथ्वीमा ठुला ठुला कामहरू गर्नुभयो र फेरि उहाँ
यस पृथ्वीमा आउनुहुनेछ भन्ने कुरा आज हामीलाई थाहा छ, तर पनि त्यो थाहा पाए पनि आज हामी त्यो कतिपल्ट शैतानले ल्याउने परीक्षामा परेर हामी पाप गर्छौँ, जस्तै यहाँ आदम र हव्वाले गरेको छ। त्यसकारणले गर्दा आज हामीलाई थाहा छ प्रभुले मलाई यो दर्शन दिनुभएको छ, हामीलाई थाहा छ प्रभुले मलाई यो बोलावट दिनुभएको छ, हामीलाई थाहा छ मेरो जीवनमा प्रभुले यो वरदान राख्नुभएको छ, तर पनि हामी संसारका व्यक्तिहरूमा विभिन्न प्रकारका मानिसहरूमा शैतानले ल्याउने ती आवाजहरूमा लागेर आज हामी शैतानको गलत जानकारीलाई आफ्नो जीवनमा स्वीकारेर आज हामी परमेश्वरदेखि हामी टाढा बनिरहेका छौँ। जसरी त्यो समयमा सर्पले चाहिँ यो शैतानले चाहिँ स्त्रीलाई छल गरेर आयो, प्रभुले त भन्नुभएको थियो तिमीहरू नखाऊ, तर के गर्यो होइन तिमीहरू खाऊ, परमेश्वर जस्तै हुन्छ। त्यो समयमा हामी अगाडि हेर्ने हो भने लुसिफर एउटा स्पेसियल स्वर्गदूत थियो होइन, स्वर्गमा थियो, उसले घमण्ड गरेको, उसले प्रभुको ओहदा उसले पाउन खोजेको कारणले एउटा के गर्यो तल खस्यो। त्यस्तै नै आज त्यो शैतानले चाहिँ आदम र हव्वालाई भन्दैछ होइन तिमीहरूले खायो भने परमेश्वर जस्तै हुन्छ, परमेश्वर जस्तै। अनि हामी हो परमेश्वर जस्तै पावरमा होइन गुणमा हुनुपर्ने। आमेन। परमेश्वर जस्तै गुणहरू, येशू ख्रीष्ट जस्तै गुणहरू हाम्रो जीवनमा हुनुपर्छ, तर म परमेश्वर जस्तै पावर पाउन चाहन्छु भनेर त्यसमा हामीले लाग्नु हुँदैन। त्यहाँ चाहिँ यो शैतानले चाहिँ आदम र हव्वालाई त्यही दर्शाउँछ कि होइन तिमीले यो फल खायो भने तिमी के हुनेछौ, परमेश्वर जस्तै हुनेछौ। आदम र हव्वाले के गरे त्यो फल खाए। आमेन। हालेलुया। विशेष गरी चाहिँ उत्पत्ति 1:28 मा प्रभुले भन्नुभएको थियो, तर आदमले चाहिँ त्यो मानेन। अनि त्यो समयमा यो सृष्टिको करारमा हामी हेर्छौँ भने यो पदमा हेर्छौँ भने प्रभुले चाहिँ त्यहाँ 4वटा करारहरू राख्नुभएको थियो त्यो सृष्टिका कुराहरूमा। अनि त्यहाँ चाहिँ के थियो भने प्रकृतिको करार बाँध्नुभएको थियो। त्यो प्रकृतिको हेरविचार गर्नलाई प्रभुले चाहिँ मानिसलाई अथवा आदम र हव्वामा राख्नुभएको छ। त्यसपछि त्यहाँ सृष्टिको करार थियो, त्यसपछि त्यहाँ चाहिँ कामको करार थियो, जुन काम चाहिँ आदम र हव्वाले त्यो बगैँचामा गर्नुपर्ने हुन्थ्यो। त्यसपछि त्यहाँ अन्तिम कुरा के थियो, आशिषको करार पनि त्यहाँ थियो। अनि प्रकृतिको करार, सृष्टिको करार, कामको करार र आशिषको करार, त्यहाँ चाहिँ आदम र हव्वाले त्यो करारहरूमा, तर आशिषको करार चाहिँ आदम र हव्वाको कामहरूमा निर्भर गर्दथ्यो। अनि आदम र हव्वाद्वारा प्रभुले यस पृथ्वीलाई आशिष दिन चाहनुहुन्थ्यो, तर आदम र हव्वाले शैतानको कुराहरू सुनेर प्रभुलाई टाढा राखेर त्यो कुराहरू गर्यो। त्यसकारणले गर्दा आशिषको करार चाहिँ त्यो समय के थियो, आदम र हव्वाले गरेको केमा थियो, काममा निर्भर थियो। प्रभुले भन्नुभयो फल्दै फुल्दै वृद्धि हुँदै यस पृथ्वीमा भरिँदै जाओ, यस पृथ्वीलाई अधिकार गर भनेर प्रभुले भन्नुभयो आदमलाई। तर आदम हव्वाले के गरे, प्रभुको कुरा नसुनेर शैतानको लहलो आमा लागेर के गरे, पाउनुपर्ने आशिषहरू लिए। अनि आदम र हव्वाले गरेको त्यो कामको कारणले गर्दा उनको जीवनमा यो संसारमा पाप आयो। आदम र हव्वाले त्यो फल प्रभुको आज्ञा नतोडेको भए प्रभुले त्यहाँ आशिषको करार राख्नुभयो, जुन आशिषको करार थियो आदम र हव्वाको काममा निर्भर गर्थ्यो। तर त्यो समयमा आदम र हव्वाले त्यो काम गरेन। आशिषको सट्टा चाहिँ के आयो, पाप आयो, श्राप आयो। त्यसरी नै आज हामी हाम्रो जीवनमा आशिष पाउन चाहन्छौँ र हाम्रो काम कस्तो छ त्यसमा चाहिँ हामी गएर अरूको कुरा गर्दैछौँ, गएर अरूको अन्याय गर्दैछौँ भने प्रभु मलाई आशिष दिनु भने आउँछ, आउँदैन। त्यसकारणले गर्दा हाम्रो पाउने आशिष चाहिँ हामीमा निर्भर हुन्छ, हामी कस्ता छौँ। आशिषको कुरा, आशिषको स्रोत त परमेश्वर नै हुनुहुन्छ, तर माध्यम चाहिँ आदम र हव्वालाई प्रभुले त्यहाँ बनाउनु चाहनुहुन्छ। अनि त्यसै गरी नै कतिपय समयमा हामी परमेश्वरको कार्यमा अग्रसर भए तापनि परमेश्वरको त्यो कार्यहरूमा सहभागी भए पनि परमेश्वरलाई नै हामी पछाडि राखेका हुन्छौँ। परमेश्वरलाई नै हामी के गरिरहेका हुन्छौँ, पछाडि राखिरहेका हुन्छौँ। कसरी हामी परमेश्वरलाई पछाडि राखिरहेका छौँ त? अथवा अहिले मेन कुरामा हामी गयौँ है, केही मेरो वरदान परमेश्वरदेखि टाढा बनाउने माध्यम त बनेको छैन, अथवा मैले
प्रभुलाई कसरी पछाडि राख्दैछु भन्नेको 3 वटा महत्त्वपूर्ण हामी मुद्दाहरू हेर्नेछौँ। मात्र 3 वटा अहिले परेको खण्डबाट नै। 1 नम्बरमा रहेको छ कसरी हामी परमेश्वरलाई पछाडि राखिरहेका छौँ भन्नेको, अथवा मेरो वरदान परमेश्वरदेखि टाढा बनाउने माध्यम बनेको त छैन कसरी भन्ने, कसरी मैले प्रभुलाई पछाडि राखिरहेको छु। 1 नम्बरमा रहेको छ परमेश्वरको ओहदा लिन चाहना गरेर। सबैले भनौँ परमेश्वरको ओहदा लिन चाहना गरेर। अहिले पढेको उत्पत्ति 3को 5 पदमा लेखेको 5 पदमा यसरी लेखेको छ, किनकि परमेश्वर जान्नुहुन्छ कि जुन दिन तिमीहरू त्यो खान्छौ त्यही दिन तिमीहरूका आँखा खुल्नेछन् र असल र खराबको ज्ञान पाएर तिमीहरू परमेश्वर जस्तै हुनेछौ। के जस्तै हुनेछौ रे? परमेश्वर जस्तै। हेर्नुस् यहाँ शैतानले के भन्यो? परमेश्वर जस्तै। अनि यहाँ चाहिँ विशेष गरी परमेश्वरको ओहदा लिन चाहना गरिरहेको छ। पढ्नुहुन्छ तपाईँ राम्रोसँग पढ्नु होला। 3 को 5 फेरि पढ्नु। किनकि परमेश्वर जान्नुहुन्छ कि जुन दिन तिमीहरू त्यो खान्छौ त्यही दिन तिमीहरूको आँखा खुल्नेछन् र असल र खराबको ज्ञान पाएर तिमीहरू परमेश्वर जस्तै हुनेछौ। जुन परमेश्वरले आज मानिसलाई बनाउनु भयो, जुन परमेश्वरले आज त्यो आदम र हव्वालाई बनाउनु भयो, जुन परमेश्वरले सृष्टि बनाउनु भयो, त्यो सृष्टिकर्ता नै हुन आज मानिस बुझ्दैछ। यहाँ चाहिँ शैतानले गलत जानकारी दिइरहेको छ कि तिमीहरू परमेश्वर जस्तै हुनेछौ। अनि त्यहाँ चाहिँ परमेश्वरको ओहदा लिन चाहना गरिरहेका छन्। अनि यहाँ चाहिँ शैतानले यो प्रमाणित गर्न खोज्दैछ कि परमेश्वर गलत हुनुहुन्छ। शैतानले यो प्रमाणित यस पदमा गर्न खोज्दैछ आदम र हव्वालाई, होइन परमेश्वरले त नखानुहुन्छ भन्नुभएको थियो, होइन परमेश्वरले तिमीहरू बढेको चाहनुहुन्न, तिमीहरू फल्दै फुल्दै अगाडि बढेको चाहनुहुन्न, है तिमीले जुन दिन फल खान्छौ तिमीहरू परमेश्वर जस्तै हुन्छौ, त्यो नभएको होस् परमेश्वर चाहन्छ भनेर शैतानले चाहिँ आदम र हव्वालाई त्यहाँ चाहिँ गलत जानकारी दिन्छ। तर पनि आदम र हव्वाले त्यो गलत जानकारी आए पनि त्यो गलत जानकारीलाई के गर्छन्? शैतानको कुरामा लाग्छ तर परमेश्वरबाट टाढा गर्छ। आज हाम्रो जीवनमा पनि हामी सेवा गरिरहेका छौँ, हामी काम गरिरहेका छौँ। कुनै मानिसले पनि तपाईँलाई आएर होइन त्यस्तो गर्नु हुँदैन, त्यो गरेर गलत छ, अथवा होइन त्यहाँ नगर्छ यहाँ आइज यस्तो गर त्यो गर, होइन तपाईँले जस्तो उदाहरणको लागि तपाईँले त्यो मण्डलीमा गर्दै हुनुहुन्छ भने त्यहाँ नगर्नुहोस् यहाँ आउनुहोस्, यति मलाई भयो भने त्यहाँ के हुन्छ त्यो यति बुझ्नुहोस् त्यो कि त्यो शैतानबाट आएको गलत जानकारी हो। त्यो जानकारीमा त्यहाँ के छ? परमेश्वर जस्तै हो। त्यो जानकारीमा कतिपल्ट कुरा सुन्दै गर्दा त्यो जानकारीमा एउटा राम्रो कुरा हुनसक्छ, सुविधाजनक कुराहरू हुनसक्छ, तर भविष्यमा त्यसले एकदमै ठुलो असर पार्छ। आमेन आमेन आमेन। मैले तपाईँलाई अस्ति पनि भने सुविधा र आशिषमा धेरै फरक छ। मसँग घर छ, जग्गा छ, गाडी छ, यो मेरो सुविधा हो, तर परमेश्वर मसँग हुनुहुन्छ मेरो आशिष हो। आमेन आमेन। म काम गर्दैछु, परमेश्वरले मलाई राम्रो काम दिनुभएको छ, राम्रो व्यवसाय दिनुभएको छ, त्यो प्रभुले मलाई सुविधा दिनुभएको छ, तर प्रभु मसँग हुनुहुन्छ। यदि आज हम काममा नै व्यस्त छौँ, हाम्रो सेवामा नै व्यस्त छौँ, हाम्रो सुविधामा नै हामी व्यस्त छौँ भने, यदि परमेश्वर हाम्रो जीवनमा हुनुहुन्न भने त्यसले के फाइदा हुन्छ? त्यसकारणले गर्दा आज हामी प्रत्येकले जान्न जरुरी छ कि मैले गरेको कामले गर्दा, मैले गरेको सेवाले गर्दा, मेरो जीवनमा भएको वरदानले गर्दा कि परमेश्वरको टाढा बनाउने माध्यम बनिरहेको छ, त्यसो जान्न जरुरी छ। आमेन आमेन आमेन। प्रभुले भन्नुभएको नखाऊ नछु नखाऊ भन्नुभएको, नखाऊ यो फल खायो भने मर्छौ भन्नुभएको। मानिसले आदम र हव्वाले के गरेन? परमेश्वरको कुरालाई मानेन, शैतानको कुरालाई मानेर के गर्यो? अनि शैतानले चाहिँ आज कतिपल्ट हाम्रो जीवनमा पनि हामीले सेवा गर्दैछौँ, हामीले काम गर्दैछौँ, विभिन्न कुराहरू गर्दैछौँ, त्यो गर्दै गर्दा हाम्रो जीवनमा समस्या दुःख कष्ट आउँछ। शैतानले त्यहाँ विभिन्न प्रकारका मानिसहरूबाट होस् कि विभिन्न कुराबाट होस् उसले चाहिँ के गर्छ? यस्तै आदम र हव्वालाई गरे जस्तै हामीलाई पनि विभिन्न जानकारीहरू दिन्छ। होइन फाइदा छैन, जाँदा काम छैन, त्यो खालि हो। त्यो जानकारी कोबाट? परमेश्वरबाट कि शैतानबाट? बुझ्न जरुरी छ। यदि त्यो समयमा जसरी प्रभुले भन्नुभयो नखाऊ, तर आदम र हव्वाले खाए र खाइसकेपछि पाप आयो,
तर आदमले त त्यो समयमा शैतानको कुराहरू नमानेर प्रभुको कुराहरू मान्नु त्योमा लाग्थ्यो भने अहिले संसार पाप हुन्थ्यो। त्यसैले नै हाम्रो जीवनमा केही कुराहरू गरिरहेका छौँ, कुनै मानिसले कुनै कुनै प्रकारको आवाजहरूले कुनै पनि शैतानले कुनै पनि परीक्षाहरू आउँछन्, त्यो नगर भन्छ भने के त्यो परमेश्वरबाट हो कि मबाट हो? यदि परमेश्वरबाट मैले गर्नुपर्छ, यदि शैतानबाट हो भने त्यो कुरा पनि मान्नु हुँदैन भनेर हामीले जान्नुपर्छ। तर पनि त्यो गलत जानकारीमा हामी अग्रसर भयौँ, त्यो गलत जानकारीमा हामी सहभागी भयो भने हाम्रो जीवनमा पनि ठुलो कष्ट आउँछ। अनि शैतानले यही भन्दैछ, प्रभुको आवश्यक छैन तपाईँको जीवनमा। आदमहरूलाई यही भन्न खोजेको, प्रभुको आवश्यक छैन, तिम्रो फल खाऊ, परमेश्वर यस्तै हुन्छ। यहाँ चाहिँ शैतानले दिएको छ। तर आफै सोध्नु, जुन परमेश्वरले त्यो मानिसलाई बनाएर सास दिएर फुकेर स्थितिमा ल्याउनु भयो, त्यो परमेश्वरले मानिसहरूलाई आफ्ना छोराछोरीहरूलाई बढेको वृद्धि भएको चाहनुहुन्छ र? चाहनुहुन्छ कि चाहनुहुन्छ? चाहनुहुन्छ। आमेन आमेन। त्यसकारणले गर्दा कहाँको जानकारी कस्तो छ त्यो यसैया 14 अध्यायको 13 देखि 15 पद हामी पढौँ। यसैयाको पुस्तक 14 अध्यायको 13 देखि 15 यसो लेखेको छ, तैँले आफ्नो हृदयमा भनिस् म स्वर्गमा उक्लिएको छु, परमेश्वरका ताराहरूभन्दा माथि म मेरो सिंहासनमा उच्च पार्नेछु, पवित्र पर्वतको सबैभन्दा उच्च टापुरामा सभासदको पर्वतमा म विराजमान गर्नेछु, म बादलको टुप्पामाथि उक्लनेछु, म आफूलाई सर्वोच्च परमेश्वर जत्तिकै बनाउनेछु, तर त चिहानसम्म खाडलको तल्लो गहिराइलाई उचाइनेछ। यहाँ चाहिँ यसै अगममा शैतानले भन्नुहुन्छ हैन, शैतानले भन्छ म माथि जानेछु, परमेश्वर भन्दा नि माथि जानेछु, परमेश्वरको ओदरमा खोज्न चाहन्छु, त्यो चाहना गरिरहेको छ। त्यहाँ वचनले के भन्छ? होइन, तर त चिहानसम्म खाडलको तल्लो गहिराइसम्म उचाइनेछ। शैतान लुसिफरले जुन कुरा गर्न खोज्यो त्यो चाहिँ मानिसले गराउनेछ। त्यसकारणले गर्दा आज जब एक व्यक्तिले सोच्छ कि उसलाई अरू जस्तै सम्मान र आदर चाहिन्छ भने त्यहाँ पाप हुन्छ। जब एक व्यक्तिले सोच्छ कि उसलाई अरू जस्तै सम्मान र आदर चाहिन्छ भने त्यो पापमा फस्न सक्छ। आदम र हव्वाले शैतानको कुरा मानेर म पनि परमेश्वर जस्तै हुन्छौँ, हाम्रो आँखा खुल्छ भन्यो, त्यो ओदा लिन खोज्यो। शैतान लुसिफरले त्यही गर्यो, पापमा फस्यो। त्यसरी नै हामी पनि यदि कुनै व्यक्तिले राम्रो काम गर्दैछ, कुनै व्यक्तिले कुनै प्रकारको कुराहरू गर्दैछ, उहाँ आशिष छ, मान सम्मान आदर छ, त्यो कुरालाई हामी गर्दैनौँ। त्यसरी नै यदि हामी सोच्छौँ भने त्यो जस्तै आदर र सम्मान अनि मैले पाउनै पर्छ भने सोच्छौँ भने हामी पापमा फस्न सक्छौँ। आदम र हव्वा परमेश्वर जस्तै बन्न चाहे अनि परमेश्वरको बराबरी गर्न चाहे अनि बगैँचामा पतन आयो। के आयो? पतन आयो। हामी पनि आज ऊ जस्तै म गर्छु हैन, त्यो जस्तै म गर्छु र म सफल हुन्छु भन्छौँ भने हाम्रो जीवनमा पनि पतन आउन सुरु हुन्छ। किनभने मैले अघि भने प्रभुले हामीलाई फरक फरक के दिनुभएको छ? दान वरदान बोलाउ दिनु। यदि कुनै व्यक्ति पास्टर छ, उसले राम्रोसँग सेवा गर्दैछ, हामीले पनि त्यही सोच्छौँ भने ऊ पास्टर छ, उसले आदर सम्मान इज्जत पायो, उसको जीवनमा आशिष छ, त्यही सम्मानमा पाउन खोज्छु यदि चाहन्छौँ भने पापमा फस्न सक्छौँ। हाम्रो पनि जीवनमा पतन आउन सक्छ, जस्तै आदमको आफ्नो जीवनमा आयो, जस्तै त्यो बगैँचामा आयो। आमेन। जस्तै मण्डली छ, हाम्रो आराधना कृष्ण मण्डली छ, हाम्रो मण्डलीका विषय चाहिँ हामीले सोच्यौँ भने जस्तै काठमाडौँमा के छ? ज्ञानेश्वर चर्च हो। हाम्रो क्षमतामा हाम्रो पावरमा हामी ज्ञानेश्वर चर्च जस्तै हुन्छौँ भनेर हामी लाग्यौँ भने हाम्रो मण्डलीको पतन हुनसक्छ। तर प्रभु येशूसँग प्रार्थना गरेर प्रभु तपाईँले जुन आत्माद्वारा हाम्रो मण्डलीलाई डोर्याउनुहुन्छ त्यो अनुसार हामी तपाईँले दिनुभएको दान प्रदानमा अगाडि बढ्छौँ भने अनि मात्र हामी सफल हुन सक्छौँ। आफ्नो पावरमा आफ्नो त्यो ओधारी नखोज्न गऱ्यो भने मण्डलीको पनि जस्तै त्यो बगैँचामा आयो। आमेन आमेन। जब एक व्यक्तिले मैले पनि ऊ जतिकै काम गरेको छु, मैले पनि ऊ जतिको योगदान दिएको छु, मैले पनि ऊ जतिको सेवा गरेको छु र उसलाई आदर मलाई आदर छैन भने भन्छ भने त्यो पनि कहाँ फस्छ? पाप।
कहाँ बस्छ? पापमा बस्छ। जब परमेश्वरको नामको आडमा व्यापार गरिन्छ त्यो पनि पाप। धेरै ठाउँमा धेरै मण्डलीहरूमा परमेश्वरको नाममा व्यापार भइरहेको छ है। धेरै ठाउँहरूमा इन्डियातिर हेर्नुभयो अभिषेकको तेल बेचेर पैसा लिएर त्यो तेललाई बेचेर व्यापार गरिरहेको छ। चङ्गाइको लागि के गरिरहेका छन्? पैसा माग्ने। त्यो के हो? परमेश्वरको नाममा गरेको व्यापार। त्यस्तो सेवा परमेश्वरले कहिले पनि कदापि चाहनुहुन्न। परमेश्वरको नाममा गर्नु। जब परमेश्वर भन्दा अरू कुरा ठुलो ओहदामा पनि हामी राख्न खोज्छौँ भने त्यो पनि के हो? पाप। त्यसकारणले गर्दा परमेश्वर भन्दा माथि राख्नु पनि हुँदैन। आज हामीले एउटै बप्तिस्मा लिएका छौँ, एउटै प्रभुभोज हामी खान्छौँ। तपाईँले आज हामीलाई विभिन्न प्रकारका दान प्रदानहरू दिनुभएको छ, तर आज हामी त्यही वरदानले हाम्रो समस्याको कारण हो। यही वरदानले हाम्रो पापको डोर्ने कारण हो। परमेश्वरले हामीलाई बढाउन अवश्य नै चाहनुहुन्छ। सेवाको लागि उहाँ चलाउन चाहनुहुन्छ हामीलाई। प्रभुले खोज्नुहुन्छ। यसैको पुस्तकमा हेऱ्यो भने मेरो निम्ति को जाने, म कसलाई पठाउँ? यसैले भने म हाजिर छु, मलाई पठाउनु। हो, प्रभुले हाम्रो जीवनबाट सेवा चाहनुहुन्छ। प्रभुले हामीलाई यो अन्तिमका दिनहरूमा चाहिँ यो युगमा हामी छौँ, यो समय प्रभुले हामीलाई बढाउन चाहनुहुन्छ, सेवा गर्नुको लागि बोलाउन चाहनुहुन्छ। तर त्यही कुराको गलत फाइदा हामी उठाइरहेको छौँ। हामी भन्दा पनि परमेश्वरको महिमा हुन जरुरी छ। आमेन। येशू जस्तै सेवा गर्ने व्यक्ति हामी हुनुपर्ने हुन्छ। येशूको सेवा कस्तो थियो? नम्रतामा थियो। गरिब दुखीलाई हेर्ने सेवका उहाँको। हामी पनि आज सेवा गर्न, काम गर्न चाहन्छौँ भने कि मेरो फाइदाको लागि हो कि प्रभुको राज्यको फाइदाको लागि हो, त्यो बुझेर मात्र हामी गर्नु। अनि के आज तपाईँ नि मेरो वरदान परमेश्वरदेखि टाढा बनाउनु बाध्य भनेको त छैन। एक नम्बरमा हेऱ्यौँ परमेश्वरको ओहदामा दिन चाहना गरेर भने दोस्रो नम्बरमा रहेको छ तपाईँको इच्छा अभिलाषामा परिणत भयो। सबैले भनौँ, तपाईँको इच्छा अभिलाषामा परिणत भयो। अब 6 पदलाई पढौँ हामी। कसैले पढ्नु 6 पद 3 को 6 छिटो पढ्नु। अघि पढेको खण्डमा 6 पद उत्पत्ति 3 को 6। जब स्त्रीले त्यस रुखको फल खानलाई असल र हेर्नमा रहरलाग्दो र बुद्धि पाउनलाई त्यस रुखको चाह गर्नुपर्ने रहेछ भनेदेखि तब तिनले त्यस रुखको फल टिपेर खाइन् र आफ्ना पतिलाई पनि दिइन् र उनले पनि खाए। यहाँ के लेखेको छ हैन? जब स्त्रीले त्यस रुखको फल खानलाई असल र हेर्नमा रहर लाग्दो र बुद्धि पाउनलाई त्यस रुखको चाह गर्नुपर्ने रहेछ भनेदेखि तब तिनले त्यस रुखको फल टिपेर खाइन् र आफ्ना पतिलाई पनि दिइन् र उनले पनि के गरे? खाए। आज त्यो समयमा के भयो? स्त्रीले सर्पले छल गरिसकेपछि स्त्रीले त्यो फल खाने के गरिन्? इच्छा गरिन्। तर त्यो इच्छा गर्नु गलत पनि होइन, तर त्यो इच्छा अभिलाषामा परिणत भयो। कहाँ भयो? त्यो अभिलाषा कस्तो थियो? मैले यो फल खायो भने म कस्तो हुनेछु? परमेश्वर जस्तो। के हो? अभिलाषा हो। मानिस हो। हामी मानिस त्यो समयको आदम र हव्वा पनि रोबोट थिएन, मानिसै हो। त्यो समयमा अब हुन्छ नि कतिपल्ट हामीलाई कतिपल्ट के लाग्छ? जुन कुरा नगर भनेको नि त्यो कुरा गर्छौँ। त्यो समय हामीलाई लाग्छ कतिले बगैँचामा बनाउनु पऱ्यो, सबै खाएको बिचको किन नखाने इच्छा त हुन्छ नि कतिपल्ट। मानिस स्वभावमा हुन्छ। त्यो समयमा आदम र हव्वा पनि थियो। त्यो इच्छा गर्नु पनि गलत होइन, तर त्यो इच्छा चाहिँ अभिलाषामा आउनु चाहिँ गलत हो। त्यो गलत के हो? पाप। त्यस कारणले गर्दा आज तपाईँ नि मेरो इच्छा अभिलाषामा परिणत हुनु हुँदैन। त्यहाँ के छ? 3वटा कुरा। खानलाई असल, हेर्नमा रहर लाग्दो र बुद्धि पाउनलाई चाह गरिन्। शैतानले चाहिँ स्त्रीलाई आदम र हव्वालाई परीक्षामा पारे, तर परीक्षामा पर्नु पाप होइन। परीक्षामा पर्नु के होइन? पाप होइन, तर त्यो गर्न इच्छा गर्नु चाहिँ के हो? पाप हो। हामी हाम्रो जीवनमा छौँ, हामी दिन प्रतिदिनको जीवनमा जिरहेका छौँ। के हामी परीक्षामा पर्दैनौँ? पढ्छौँ नि, सबै पढ्छौँ। हामी हरेक पाइलाहरूमा हिँडिरहेका हुन्छौँ, हरेक दिन प्रतिदिन आफ्नो कामहरू गरिरहेका छौँ, तर पनि हामी के गर्छौँ? परीक्षामा पढ्छौँ। र त्यो परीक्षामा पर्नु पाप होइन, तर त्यो परीक्षा गर्नु पाप।
आदम र हव्वा जब परीक्षामा परे, त्यो इच्छा गरे, त्यो समय केही थिएन। त्यो इच्छालाई हामीले जब अभिलाषामा परमेश्वर जस्तै हुन्छ भन्ने अभिलाषामा परिणत गरे, तब चाहिँ पाप भयो। येशू ख्रीष्ट पनि 40 दिनसम्म उजाड स्थानमा केमा हुनुभयो? परीक्षित हुनुभयो। शैतानले भन्यो, यहाँबाट हाम फाल यो रोटी ढुङ्गालाई रोटी बना, मलाई दण्डवत गर। यसो पनि परीक्षामा पढ्नु भयो अवश्य नै। तर त्यो परीक्षामा पढ्नु पाप होइन, तर त्यो परीक्षा गर्न इच्छा लाग्नु के हो? पाप है। इच्छा त कसलाई हुँदैन? त्यसो भने हब्बालाई त्यो रुखको फल खाने इच्छा थियो भने के आज म धेरै संसारमा वृद्धि भएको कि हामीलाई इच्छा हुँदैन? कि हामीलाई घर भएको हामीलाई इच्छा हुँदैन? कि मसँग धेरै पैसा होस् भन्ने मलाई इच्छा हुँदैन? कि मेरो घर होस्, मेरो जग्गा होस्, मेरो यो हो त्यो हो भनेर कि हामीलाई इच्छा हुँदैन? त्यो स्वाभाविक हो, त्यो इच्छा हुनुपर्छ। तर त्यो इच्छा अभिलाषामा चाहिँ परिणत हुनु। जब त्यो इच्छा परिणत हुन्छ अभिलाषामा, तब चाहिँ त्यहाँबाट के हुन्छ? पापको सुरु हुन्छ। शैतानले हामीलाई परीक्षामा पार्छ, तर त्यो गर्ने र नगर्ने हाम्रो इच्छाको कुरा हो, हाम्रो निर्णय हो। शैतानले त्यो स्त्रीलाई चाहिँ परीक्षामा मात्र पाड्यो, तिम्रो खाऊ परमेश्वर जस्तो हुन्छ। तर त्यहाँ निर्णय कसको थियो? आदम र हव्वाको थियो, खाने कि नखाने। त्यसरी नै शैतानले हामीलाई पनि परीक्षामा पार्छ विभिन्न कुराहरूमा, तर त्यो परीक्षा गर्ने कि नगर्ने त्यो हाम्रो मेरो इच्छा र मेरो निर्णय हो। प्रभुले हामीलाई स्वतन्त्र छाड्नुहुन्छ। आमेन आमेन। त्यसकारणले गर्दा शैतानले त्यसमा भन्यो मात्र यो, तर हब्बाले त गर्यो। त्यहाँबाट के आयो? पाप। पहिलो यूहन्ना 2:16 त्यहाँ चाहिँ हाम्रो वरदानले परमेश्वरको इच्छा पुरा गर्नुपर्छ भन्ने हामी त्यहाँ पाउँछौँ। पहिलो यूहन्ना 2:16 यहाँ निकाल्नु होला, म एकछिनमा पढ्नेछु। पहिलो यूहन्नाको पुस्तक 2:16 आउनुभयो भने पढिदिनु। पहिलो यूहन्नाको पुस्तक, किनकि संसारमा भएका सबै थोक अर्थात् शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको सेखी पिताबाट आएको होइन, तर संसारबाट आएका हुन्। जीवनको सेखी, आँखाको अभिलाषा, शरीरको अभिलाषा कसबाट आएका होइनन्? पिताबाट आएका होइनन् अथवा परमेश्वरबाट आएका होइनन्। त्यसपछि के छ? अन्तिममा के छ? किनभने संसारमा भएका सबै थोक अर्थात् आँखाको अभिलाषा, शरीरको अभिलाषा, जीवनको सेखी पिताबाट आएका होइनन्, तर संसारबाट आएका हुन्। यो कुराहरू आँखाको अभिलाषा, शरीरको अभिलाषा, जीवनको सेखी पिताबाट अथवा परमेश्वरबाट आएका होइन, तर कहाँबाट आएका हुन्? संसारबाट आएका हुन्। अनि आज हाम्रो वरदानले परमेश्वरको इच्छा पुरा हुन जरुरी छ। अघि पनि भने हामी इच्छा गर्नु चाहिँ स्वाभाविक छ, तर त्यो इच्छालाई अभिलाषामा परिणत गर्नु हो, जुन अभिलाषा संसारिक अभिलाषा हुन्। अनि हाम्रो इच्छा, हामीसँग धेरै इच्छा हुन्छ, हाम्रो इच्छा परमेश्वरमा राख्नु पनि जरुरी छ। आज तपाईँको पैसा, तपाईँको स्थिति र तपाईँको आदरलाई अभिलाषामा रूपान्तरण गर्न नदिनुहोस्। सबैले भन्नुहोस्, मेरो पैसा, मेरो स्थिति, मेरो आदर र सम्मान अभिलाषामा रूपान्तरण गर्न नदिँदैन। पैसा कमाउनु, आफ्नो पोजिसन, आफ्नो स्थिति बनाउनु एकदमै राम्रो कुराहरू हो। आदर सम्मान पाउनु राम्रो कुराहरू हो। समाजमा इज्जत पाउनु राम्रो कुराहरू हो। पैसा कमाउनु राम्रो कुरा हो। तर पैसा कमाउनु पर्छ, तर त्यसलाई अभिलाषा बनाउनु हुँदैन। इज्जत र सम्मान कमाउनु पर्छ, इज्जत र सम्मानलाई अभिलाषा बनाउनु हुँदैन। एउटा उदाहरण दिन्छु म अभिलाषाको। पैसा अहिलेको युगमा के छ? पैसा हो। हामीले पैसा कमाउनु पर्छ। संसारमा आसँग विभिन्न कुराहरू पैसाले नै हुन्छ। पैसा कमाउनु पर्छ, ठिक छ। तर हामी प्रभुलाई दिनुपर्ने समय प्रभुलाई नदिएर अथवा संगति आउनुपर्ने समय संगतिमा नआएर प्रभुसँगको सम्बन्ध दिनुपर्ने ठाउँ त्यो नदिएर प्रभुलाई तल राखेर पैसालाई दिन्छौँ भने त्यो पैसा अभिलाषामा परिणत भएको पैसा। त्यो अभिलाषामा परिणत भएको पैसाले जीवनमा समृद्धि ल्याउँदैन। यो नसोच्नु होला। मैले प्रभुलाई
घरलाई म अहिले सङ्गति जाँदैन, म यता जाँदैन, प्रार्थना पछि गरौँला, बाइबल अध्ययन पछि गरौँला, अहिले म पैसा कमाउँछु भनेर हामी जान्छौँ भने त्यो हो, तपाईँले त्यो पैसा कमाउनुहुन्छ। तर त्यो पैसा कमाइसकेपछि हाम्रो जीवनमा त्यो पैसाले समृद्धि ल्याउँदैन, किनभने त्यो पैसा अभिलाषामा परिणत भएको पैसा हो। त्यो पैसा केमा परिणत भएको पैसा हो? अभिलाषामा। त्यसकारणले गर्दा हाम्रो इच्छा राख्नु स्वाभाविक हो, त्यो इच्छालाई अभिलाषामा रूपान्तरण परिणत गर्ने होइन। हामी परमेश्वरका छोराछोरीहरू हौँ, हामी चाहन्छुने व्यक्तिहरू होइनौँ। अनि के आज पैसाले, कि आज तपाईँको मेरो पैसाले, कि तपाईँ र मेरो पावरले, कि तपाईँ र मेरो मान सम्मानले कि परमेश्वरलाई हामी तल राख्ने, कि तपाईँले कमाउनु भएको त्यो पैसाले, तपाईँले गर्नुभएको त्यो कामले, तपाईँले पाउनु भएको त्यो जुनसुकै ओहदामा तपाईँ हुनुहुन्छ, त्यो ओहदामा त्यो पैसाले, त्यो कामले के परमेश्वरलाई आज हामी तल राख्ने, त्यो चाहिँ हामीले ध्यान दिनुपर्ने कुराहरू हो। मजाक होइन यो कुरा, आमेन। के होइन? मजाक होइन। यो हामीसँग यो समस्या छ। हामी प्रभुलाई दिनुपर्ने समय नदिएर, सङ्गतिमा आउनुपर्ने समय नदिएर हामी सांसारिक कुराहरूमा छौँ। यो मजाक होइन। प्रभुलाई ख्याल ठट्टामा हामी उठाउनु हुँदैन। स्वर्ग छोडेर उहाँ तपाईँ मेरो लागि आउनुभयो, क्रुसमा मर्नुभयो हाम्रो निम्ति। उहाँले हाम्रो निम्ति त्यो कोर्राको चोट सर्नुभयो, हाम्रो निम्ति उहाँ मर्नुभयो, हामीलाई उहाँले जीवन दिनुभयो। कि आज तपाईँले मलाई त्यो कुरा मजाक लागेको छ? कि आज तपाईँले मलाई त्यो कुरा मजाक लागेको छ? हामीले त्यो बुझ्न चाहिँ एकदमै जरुरी छ। त्यस कारणले गर्दा हामीले पाएको मान, प्रतिष्ठा, ओहदा, काम ठिक छ, तर त्यसले के हामीलाई परमेश्वरदेखि टाढा त बनाउँदै छैन, त्यो चाहिँ बुझ्न एकदमै जरुरी छ। कहिलेकाहीँ हाम्रो भविष्यको योजना नै हाम्रो जीवनको ठुलो अभिलाषा बनेको हुँदछ। अनि हामीले याद राख्नुपर्ने कुरा के छ भने हामीले क्रिस्टको अधीनमा बसेर आफ्नो योजना बनाउनु पर्ने हुन्छ। यिर्मया 29 प्रकारले भन्छ, हरेकको जीवनको योजना, भविष्य, आशा लिन राख्नु। हामीले बनाउने योजना प्रभुको अधीनमा, प्रभुको अधीनतामा रहेर हामीले योजना बनाउनु पर्ने हुन्छ। हाम्रो इच्छा परमेश्वरमा राख्छौँ भने त्यो अभिलाषामा परिणत हुँदैन। यदि हाम्रो इच्छा हामी आफ्नो इच्छा अनुसार गर्न खोज्छौँ, प्रभुलाई तल राख्छौँ भने त्यो इच्छा अभिलाषामा परिणत भएर हाम्रो जीवनमा विनाश आउन सक्छ। तर त्यो हामीले गरेको इच्छा प्रभुको अधीनतामा राख्छौँ भने त्यहाँ चाहिँ अभिलाषा आउँदैन। त्यस कारणले गर्दा हाम्रो इच्छा परमेश्वरमा राख्छौँ भने अभिलाषामा परिणत इच्छा हुँदैन। बलियो भएर प्रभुको राज्यलाई बढाउने जिम्मेवारी हाम्रो हो। प्रभु तपाईँको राज्य स्वर्ग जस्तै पृथ्वीमा आओस् भनेर हामी प्रार्थना गर्छौँ। तर कसरी आउँछ प्रभुको राज्य? कि हामीले काम गरेनौँ भने, कि हामीले प्रभुको सेवामा, सुसमाचार कुरामा लागेनौँ भने प्रभुको राज्य पृथ्वीमा आउँछ? त्यस कारणले गर्दा तपाईँ अनि मेरो वरदान प्रभुदेखि टाढा बढ्ने माध्यम बनेको त छैन। 1 नम्बरमा हामीले के हेऱ्यौँ भन्नुहोस् त? 1 नम्बरमा के थियो? परमेश्वरको ओहदा लिन चाहना गरेर। दोस्रो नम्बरमा के थियो? तपाईँको इच्छा अभिलाषामा परिणत भएर। अब अन्तिम कुरा हेर्नेछौँ, हामी धेरै समय जाँदैनौँ। अब अन्तिम कुरा हेर्नेछौँ 3 नम्बरमा, अरू जस्तै म पनि पापी हुँ भनेर स्वीकार नगर्नु। सबैले भन्नु, अरू जस्तै म पनि पापी हुँ भनेर स्वीकार नगरेर। त्यही अघिको खण्डको उत्पत्ति 3 अध्यायको 10 पददेखि 13 पदसम्म हेरौँ। उत्पत्ति 3 अध्यायको 10 मा यसरी लेखिएको छ, उनले भने मैले तपाईँको स्वर बगैँचामा सुने र म डराएँ, किनभने म नाङ्गै थिएँ र म लुकेँ। उहाँले सोध्नुभयो, त नाङ्गै छस् भनेर कसले भन्यो? जुन रुखको फल नखानु भनी मैले तँलाई आज्ञा दिएको थिएँ कि तैँले त्यो खाइस्? मानिसले भने, जुन स्त्री तपाईँले मलाई मसँगै रहन भनी दिनुभएको थियो त्यसैले मलाई त्यो रुखको फल दिई र मैले खाएँ। अनि परमप्रभु परमेश्वरले स्त्रीलाई भन्नुभयो, तैँले यो के गरिस्? स्त्रीले भनिन्, सर्पले मलाई छल गर्यो र मैले सर्पले मलाई छल गर्यो र मैले खाएँ। यहाँ चाहिँ एक अर्कालाई दोष लगाएको कुरा हामी पाउँछौँ। यहाँ चाहिँ आदम र हव्वाले त्यो गरिसकेपछि पनि आफ्नो गल्तीलाई स्वीकार नगरेको कुरा हामी पाउँछौँ। आज तपाईँ म पनि अरू जस्तै म पनि पापी हुँ भनेर स्वीकार गर्दैछौँ, गर्दैछौँ। एक अर्कालाई दोष लगाएको कुरा, आदमले स्त्रीले सर्पलाई दोष लगाएको कुरा हामी पाउँछौँ।
अनि स्त्रीलाई दोष लगाउनु नै परमेश्वरलाई दोष लगाउनु थियो। किनभने आदमले के भने जुन स्त्री तपाईले दिनुभयो, कसले दिनुभयो? तपाईले, अथवा जुन स्त्री परमेश्वरले दिनुभयो उसले मलाई खा भन्यो। त्यहाँ के छ? स्त्रीलाई पनि दोष लगायो। स्त्रीलाई दोष लगाउनु कस्तो दोष लगाउँथ्यो? परमेश्वरलाई। त के भने तपाईले जुन स्त्री मसँग रहन पनि दिनुभएको थियो उसले मलाई के गर्यो? खा भन्यो। त्यहाँ चाहिँ परमेश्वरलाई पनि दोष लगाएको। तर हामी यो पाउँदैनौँ त्यति स्पष्ट कुरा। त्यसकारणले गर्दा बाइबल अध्ययन गर्नु जरुरी छ। त्यो हामी पाउँदैन। हामी यो मात्र पाउँछौँ कि त्यहाँ चाहिँ स्त्रीलाई दोष छ। तर त्यो कुरालाई राम्रोसँग हेऱ्यो भने त के छ? तपाईले, तपाईँ भनेको हो परमेश्वर, तपाईँ परमेश्वरले जुन स्त्री मलाई दिनुभयो उसले मलाई खा भन्यो। त्यहाँ चाहिँ परमेश्वरलाई पनि दोष लगाएको कुरा हामी पाउँछौँ, स्त्रीलाई मात्र होइन। 12 पदमा छ, जुन स्त्री तपाईले मलाई रहन पनि दिनुभयो उसले मलाई खा भनेर मैले खाएँ। यहाँ सबैले आफ्नो गल्ती ढाक्न खोजे, स्वीकार गरेन। तर हामीले आफ्नो गल्ती स्वीकार्नुपर्छ। यदि आज हामी कुनै गल्तीमा, कुनै पापको कुरामा छौँ भने मानिसले नदेखेका पनि परमेश्वरले देख्नुहुन्छ। त्यो स्वीकार नगर्यो भने पाप लुकाउनेको उन्नति कहिले पनि, पापलाई ढाकछोप गर्नेको उन्नति, प्रगति कहिले पनि हुँदैन। हो, तपाईँ पापलाई लुकाएर संसारमा सुविधाजनक मानिस अवश्य बन्नुहुन्छ। सुविधा तपाईँको जीवनमा हुन सक्छ, त्यो स्वर्गीय आशिष त्यो येशू तपाईँको जीवनमा। त्यसकारणले गर्दा उत्पत्ति 2:15 पनि हेऱ्यौँ भने परमेश्वरले भन्नुभएको थियो कि यो पृथ्वीको हेरविचार गर, गोड मेल गर, स्याहार सुसार गर। आदमको जिम्मेवारी थियो कि थिएन? त्यहाँ चाहिँ आदमले चाहिँ आफ्नो गल्ती स्वीकारको सट्टा स्त्रीलाई दोष लगाएका छन् कि तपाईँले भन्नुभएको स्त्रीले मलाई खा भन्यो। प्रभुले त्योभन्दा अगाडि आदमलाई के दिनुभएको थियो? त्यो जिम्मेवारी दिनुभएको थियो कि तिमीले बगैँचाको हेरविचार गर्नु। त्यहाँ चाहिँ त्यो फल खाने कि नखाने आदमको पनि जिम्मेवारी थियो कि मलाई प्रभुले यो जिम्मेवारी दिनुभएको छ कि मैले बगैँचा हेर्नुपर्छ, स्याहार सुसार गर्नुपर्छ, त्यहाँ को छन् के भइरहेको हेर्नुपर्छ भनेर त्यहाँ त्यो जुन आज्ञा दिनुभएको थियो। तर त्यो होइन, त्यो फल खाने बेला स्त्रीलाई आदमले केही पनि भनेन। त्यहाँ चाहिँ भन्नु पर्थ्यो, जति बेला त्यो सर्पले स्त्रीलाई छल गर्दै गर्दा स्त्रीले लिएर आदमले खाए, त्यो समय आदमले भन्नु पर्थ्यो होला तिमीले नखाऊ, प्रभुले हामीलाई यसको हेरविचार गरेर दिनुभएको छ, त्यो आज्ञा दिनुभएको छ। तर आदमले के भन्यो? पनि खाए है। त्यसकारणले गर्दा आदम र हव्वाले गरेको पापले गर्दा अहिले पनि मानिसमा पाप छ। अहिले पनि मानिस दिन प्रतिदिन मरिरहेका छन्। अहिले पनि मानिसले चाहिँ येशू ख्रीष्टलाई स्वीकार गरिरहेका छैनन्। किन? त्यो पापको कारणले गर्दा। आज हाम्रो जीवनमा पनि हाम्रो जीवनमा पाप हुन्छ। त्यो पापलाई हामी स्वीकार्दैनौँ भने, यदि आज मण्डलीभित्रका विश्वासीले आफ्नो पाप स्वीकार्दैनन् भने बाहिरका व्यक्तिहरूले कसरी येशू ख्रीष्टलाई स्वीकार्दैन? त्यो पनि हाम्रो निम्ति ठुलो प्रश्न हो। आमेन, आमेन। यदि आज हाम्रो गल्तीलाई मान्न खोज्दैनौँ, हाम्रो गल्तीलाई, हाम्रो पापलाई स्वीकार खोज्दैनौँ भने हामी सुसमाचारमा जान्छौँ। कसरी मानिसलाई प्रभुलाई स्वीकार्ने भयो? त्यसकारणले गर्दा हामीले हाम्रो गल्ती स्वीकार जरुरी छ। अनि यहुदा इस्करियोतले येशू ख्रीष्टलाई 30 चाँदीको सिक्कामा बेच्यो। बेचिसकेपछि यहुदा इस्करियोतले पछुतो गर्यो, होइन, शोक गर्यो, तर पश्चाताप गर्यो। अनि साँचो पश्चाताप बिना पापको कुनै पनि क्षमा छैन। आज तपाईँले मेरो वरदानले प्रभुदेखि टाढा बनाउँदैछ भने, प्रभुलाई समय दिइरहेको छैन भने, प्रभुले चाहेको जस्तै महिमा भइरहेको छ भने त्यो गल्ती हामीले स्वीकार्नुपर्छ। साँचो पश्चाताप बिना पापको कुनै पनि के छैन, क्षमा छैन। आफ्नो पाप लुकाउनका लागि अरूलाई दोष लगाइरहेका हुन्छन् कतिपय मानिस। जस्तै आदम र हव्वालाई हेर्छौँ, त्यहाँ चाहिँ यो संसारमा अहिले पनि मानिसले आफ्नो पाप लुकाउनलाई अर्को दोष लगाइरहेका हुँदछन्, अर्को कुरा काटिरहेका हुँदछन्, अरूको पाप स्वीकार, आफ्नै पाप स्वीकार गर्दैन भन्ने कुराहरू छ। अनि अरूलाई हामी छिट्टै पापी हो भनेर भन्छौँ, तर आफ्नो पाप स्वीकार्न हामीलाई गाह्रो पर्छ। अनि हामी पापी हौँ तर हामी मुक्ति पाएका व्यक्तिहरू हौँ, यो चाहिँ हामी बिर्सनु हुँदैन। प्रत्येक दिन आफ्नो जीवनमा हामीले स्वीकार्नुपर्ने हुन्छ। हामीले याद राख्नुपर्ने कुरा यही हो, येशू पापीहरूका लागि आउनुभयो, धर्मीको लागि होइन। तर अब उहाँ पापीहरूको लागि होइन, धर्मीको लागि आउनुहुन्छ। आमेन, आमेन। अनि आज जस्तै त्यो समयमा आदम र हव्वा परमेश्वर जस्तै बन्न चाहे अनि येशू जस्तै पावरमा हुन, गुणमा बन्नुपर्छ। आजको मुख्य एउटा यो छ। गत हप्ताको वचनमा पनि हामीले हेऱ्यौँ भने त्यहाँ एउटा पोइन्ट थियो, वरदानको कुराहरू थियो, होइन? त्यो कुराहरू पाउँछौँ भने
त्यसरी नै हाम्रो वरदानद्वारा हामीले गर्नुपर्छ भन्ने पाउँछौँ। त्यसरी नै आज पनि हामी यसो जस्तै हुनुपर्छ र पावरमा केमा हो, केमा हुनुपर्छ, गुणमा हुनुपर्छ। त्यस कारणले गर्दा आज हामीले पाएको दर्शनबाट हामीले पाएको ती कुराहरूमा परमेश्वरको महिमा भइरहेको छ कि छैन, त्यो चाहिँ हामीले बुझ्न एकदमै जरुरी छ। आमेन। आज एउटा अन्तिम कथा फेरि यहाँको माझमा राखेर म पछि समाप्त गर्न चाहन्छु। यहाँले सुन्नुभयो होला, बुबा बिनाको जन्मदिन अथवा बुवा बिनाको जन्मदिन। अनि एउटा परिवार हुन्छ, एउटा परिवारमा एउटा वृद्ध बुबा हुनुहुन्थ्यो। त्यहाँ चाहिँ त्यो वृद्ध बुबाका धेरै छोराछोरीहरू थिए। अनि ती छोराछोरीहरूमा छलफल भएर भनेछन् अब बुवा चाहिँ अन्तिम स्टेजमा हुनुहुन्छ, उहाँको जन्मदिन आइरहेको छ, यस वर्षको जन्मदिन चाहिँ एकदमै धुमधामका साथ हामीले बनाउनु पर्छ भनेर त्यहाँ छोराछोरीहरू के भयो सरसल्लाह। अनि त्यो जन्मदिनको दिन फेरि आएछ केही दिनपछि। त्यो बुबा चाहिँ एकदमै वृद्ध हुनुहुन्थ्यो, बुढो हुनुहुन्थ्यो, बिरामी हुनुहुन्थ्यो है, आफ्नो आँगमै फोहोर गर्ने दिशापिसाब गर्ने व्यक्ति हुनुहुन्थ्यो, रोगी बिरामी भएर बुढो अवस्थामा। अनि त्यसपछि जन्मदिनको केकहरू सबै कुराहरू तयारी गरेर आइसक्यो। बुबा बिमारी हुनुभयो, आँगमै फोहोर गर्नुभयो। अनि त्यहाँ छोराछोरीले पनि यो बुबालाई गएर टोयलेटमा राख्नु, हामी अहिले केक काट्छौँ। अनि उनीहरूले के गरे, त्यो बुबालाई त्यो टोयलेटमा गएर कुनामा गएर राखिदिए आफूले। यदि त्यहाँ बुबा थिएन भने त्यो बुबाको जन्मदिन कस्तो थियो। त्यसरी नै आज येशू बिनाको सेवकाई होइन। येशू बिनाको सेवा के होइन, सेवकाई होइन। अनि हामी पनि आज हाम्रो कार्यमा व्यस्त छौँ, तर येशू हाम्रो जीवनमा हुनुहुन्न। हामी हाम्रो कार्यमा, हाम्रो सेवामा, हाम्रो पढाइमा, हाम्रो पोजिसनमा यति व्यस्त छौँ कि येशू ख्रीष्टलाई दिन सक्ने समय हामीसँग छैन। येशूसँगको सम्बन्ध हाम्रो छैन। केवल हामी हाम्रो व्यस्तता मात्र हामी भन्छौँ, तर प्रभु येशू ख्रीष्टलाई दिन सक्ने समय छैन। त्यस कारणले गर्दा बुबा बिनाको जन्मदिन जस्तै येशू बिनाको जीवन, येशू बिनाको सेवकाई यही पनि होइन। आमेन। आमेन। त्यस कारणले गर्दा कि आज तपाईँ अनि मेरो वरदान परमेश्वरदेखि टाढा बनाउने माध्यम त बनेको छैन। म सेवा गर्दैछु भने मैले प्रभुलाई समय दिएको छैन, आफ्नै सेवामा व्यस्त छु भने त्यहाँ प्रभुको महिमा हुँदैन। त्यस कारणले गर्दा आज हामी तीनवटा मुख्य कुराहरू हेऱ्यौँ। हाम्रो वरदान परमेश्वरदेखि टाढा बनाउने माध्यमको एक नम्बर कुरा के थियो, भन्नुहोस् त, एक नम्बर कुरा के थियो? थाहा छैन? पढाइ पाठ 16 दिन 8। अहिले भनेको कुरा यहाँलाई थाहा छैन भने पछि वचन कसैले आफ्नो जीवनमा लागू गर्ने ल भनौँ। हाम्रो जीवनमा भएको वरदान परमेश्वरदेखि टाढा बनाउने माध्यम बनेको त छैन। एक नम्बर कुरा के थियो? हाम्रो जीवन हो। सबैले भन्नु परमेश्वरको ओहदा लिन चाहना गरेर। दोस्रो नम्बरमा के थियो? दोस्रो नम्बरमा तपाईको इच्छा अभिलाषामा परिणत भएर, भनौँ मेरो इच्छा अभिलाषामा परिणत भएर। तेस्रो नम्बरमा के थियो? अरू जस्तै म पनि पापी हुँ भनेर स्वीकार नगरेर। त्यस कारणले गर्दा आज हाम्रो जीवनमा दान प्रदान जुन प्रकारको छ, एकदम राम्रो कुरा, आशिषमय कुरा प्रभुले राख्नु भएको छ, त्यो कुराबाट प्रभुको महिमा भइरहेको थियो, मेरो महिमा भइरहेको छ, त्यो चाहिँ हामीले जान्न जरुरी छ। त्यस कारणले गर्दा आज हामी प्रभुको सेवा गरिरहेका छौँ, तर प्रभुको ओहदा बुझ्ने मान्छे नबनौँ। आज कुनै व्यक्तिले कुनै सेवा गरिरहेका छ भने आफ्नो सेवा गरेर उसको ओहदा बुझ्ने व्यक्ति नबनौँ, होइन? अनि त्यस कारणले गर्दा आज त्यो समयमा आदम र हव्वाले पनि शैतानले भने जस्तै प्रभुको ओहदा खोज्न कोसिस गरे, होइन? त्यहाँ चाहिँ परमेश्वरको ओहदा लिन चाहना गरेर, होइन? त्यसै गरी प्रभु हाम्रो इच्छा र अभिलाषामा परिणत गरेर म पनि पापी हुँ भनेर नस्वीकार्नु, यो तीनवटा गल्ती चाहिँ हामीले हाम्रो जीवनमा कदापि कहिले पनि गर्नु हुँदैन। अहिलेको युग र पहिलो आदम हव्वाको धेरै फरक छ। त्यो समयमा त न संसारमा अरू व्यक्ति थिए, केवल आदम र हव्वा थियो। मानिसहरू कोही थिएन, मात्र को थियो? आदम र हव्वा। त्यो समय प्रभुको त्यति बेला बनाएको सृष्टि, त्यति बेला बनाएको ती व्यक्तिहरूले यदि प्रभुको विरुद्धमा पाप गऱ्यो भने कि आज हामीसँग त के छ? इन्टरनेटको कुराहरू। मैले फर्स्टमा तपाईँलाई जोड दिएँ, इन्टरनेट छ,
आज हामी चाहिँ के छ सोसियल मिडिया छ इन्टरनेट छ मानिसहरू छन् त्यो समयमा न इन्टरनेट थियो अथवा कलमा न मानिसहरू थिए तर पनि त्यो पापमा फस्यो त्यसैले आज हाम्रो जीवनमा यो कुराहरू भए तापनि आज त्यो समयमा अहिलेको धेरै चान्स छ हामीले पापमा फस्ने त्यस कारणले गर्दा जो गलत जानकारीमा लाग्नु आमेन हामी एउटा प्रतिज्ञा गरौँ म मेरो वरदान परमेश्वरले काला बनाउने माध्यम बनाउनेछु आमेन भनौँ म मेरो वरदान मेरो दान मेरो दान मेरो बोलाव परमेश्वरदेखि काला बनाउने माध्यम बनाउने छैन आमेन सबैको लागि धन्यवाद दिएको सेनालाई आज वचनबाट यही कुरालाई यही भन्न चाहन्छु हामी सेवा गरौँ हामी काम गरौँ हामी पढाइ गरौँ हामी जुन ओहदामा छौँ तर त्यहाँबाट के परमेश्वरको महिमा भइरहेको छ कि मेरो महिमा भइरहेको छ त्यो बुझ्न जरुरी छ अर्को कुरा त्यो गर्दै गर्दा मानिसले के भन्छ त्यसमा ध्यान नदिनु है त्यो काम गर्दै गर्दा मानिसले के भन्छ त्यसमा ध्यान दिनु प्रभुले के भन्नुहुन्छ त्यसमा आमेन आमेन हुन्छ धन्यवाद दिएको धेरै मान्छेलाई सुन्न चाहन्छु